त्यसको नीति निर्माण तहमा पुगिसके पछाडि नीति नियम बनाउने हो। पुस्तक बेचेर हिँड्न मिल्छ भन्छन् धेरै मान्छेहरूले। यसो त पुस्तकको बेलामा पुस्तक बेचेको हो, नीति नियम बनाउने बेलै भएको छैन अहिले। अब संसदै बसेको छैन, अधिवेशनै बसेको छैन, त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने। अब धेरैले भन्छन् फेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा तपाईँ स्वतन्त्रमै अब जित्नुभयो, स्वतन्त्रबाटै तपाईँ काम गर्नुहुन्छ कि राष्ट्रिय स्वतन्त्र पार्टीमा तपाईँ रहेर काम गर्नुहुन्छ? नो पार्टी, नो पार्टी। स्वतन्त्रबाटै तपाईँले केही गर्नुहुन्छ, गर्न सक्नुहुन्छ, त्यो खालको वातावरण छ जस्तो तपाईँलाई लाग्छ? एकदम छ ल। तपाईँले धेरै भारी मतले अहिले जित्नुभयो म्याग्दीबाट, उहाँ जनताहरूलाई तपाईँले अब विश्वास विकास गर्छु है भन्ने खालको आश्वासन तपाईँले यहाँबाट दिनुहुन्छ, कसरी दिनुहुन्छ? दिएकै छैन, कसैलाई नै आश्वासन दिएको छैन। यो त मैले त्यत्रो त्यही 42वटा के अरे वडा डुले, कसैलाई पनि एउटा सिन्का पनि बनाइदिन्छु भने होइन। पछि आएर सरसल्लाह गरेर जे बनाउनु पर्ने हो पछि सल्लाह गरौँला भनेको छु मैले। ए हजुर, हुन्छ।